नमस्कार साथीहरू। आज पनि यहाँहरू समक्ष म एउटा रोचक कथा लिएर आएको छु। यो कथा वास्तवमा रोचक पनि छ, ज्ञानवर्धक पनि छ, अनि घतलाग्दो पनि छ। ईश्वर, हामी भगवानलाई चारैतिर भगवानै भगवान देख्छौं। हावामा पनि भगवान देख्छौं, पातमा पनि भगवान देख्छौं, हरेक ठाउँमा भगवान देख्छौं, ईश्वर देख्छौं। ईश्वर नभएको ठाउँ सायदै कहीँ होला। यसै सन्दर्भमा म एउटा रोचक कथा भन्न गइरहेको छु। साथीहरू, एउटा हस्पिटलमा एकजना डाक्टर एउटा पेसेन्टको अपरेसन गर्दै हुनुहुन्थ्यो। त्यो अपरेसन गर्ने क्रममा चाहिँ सायद धेरै अबेला भइसकेको थियो। अपरेसन सक्सेस भयो, डाक्टर हस्पिटलबाट निस्किनु भयो। बाहिर निस्किँदाखेरि उहाँ चाहिँ मध्यरात भइसकेको थियो। उहाँ चाहिँ गाडी लिएर आफ्नो गाडी लिनुभयो, गाडी लिएर चाहिँ निस्किनु भयो। बाटोमा जाँदा जाँदै पानी पर्न थाल्यो, वर्षात भयो। त्यो वर्षातको हुँदै थियो, ठुलै वर्षात थियो, मेघ गर्जिरहेको थियो। उहाँको घर जाने बाटो चाहिँ जंगलको बाटो पनि पर्ने रहेछ। त्यही बाटो जाँदा जाँदै अकस्मात गाडी बन्द भयो, गाडीको स्टार्ट बन्द भयो। उहाँले धेरै कोसिस गर्नुभयो गाडी स्टार्ट गर्नलाई, तर सक्नु भएन। बाहिर निस्किनु भयो, पानी परिरहेको थियो। अनि भर्नर खोल्नुभयो गाडीको, धेरै कोसिस गर्नुभयो उहाँले चाहिँ, मतलब बनाउनु कोसिस गर्नुभयो, तर मान्छेको अपरेसन गरेको जस्तो चाहिँ नहुँदो रहेछ। किन सबैको आफ्नै पेसा। उहाँले मान्छेको अपरेसन त गर्न सक्नुभयो, तर गाडीको अपरेसन गर्न सक्नु भएन। चिन्तित भएर बसिरहनु भएको थियो। र एकछिनपछि एकजना मान्छे साइकल चढ्दै आइरहेको देख्नुभयो। त्यो साइकल चढेर आएको व्यक्ति उहाँ नजिक आइपुगेर उहाँले सोध्नुभयो, तपाईलाई केही समस्या परेको छ? म तपाईलाई केही सहयोग गर्न सक्छु? डाक्टर साहबले भन्नुभयो, मेरो गाडी बन्द भयो, मैले कति कोसिस गर्दाखेरि नि गाडी बनाउन सकिनँ, म त अलपत्रमा परेँ। र त्यो व्यक्तिले ठिक छ, म एकचोटि तपाईँको गाडी हेर्न सक्छु भनेर सोध्नुभयो। डाक्टर साहबले तपाईँलाई आउँछ गाडी बनाउन? ती व्यक्तिले म कोसिस गर्छु भन्नुभयो। गाडी उहाँले चाहिँ यसो हेर्नुभयो। भगवानको कृपाले भगवानले एउटा भगवान भएर चाहिँ पठाउनु भएको त्यो व्यक्ति गाडीकै मिस्त्री रहेछन्। ती मिस्त्रीले त्यो गाडी बनाइदिनु भयो, गाडी स्टार्ट भयो। डाक्टर साहब खुसी भएर उहाँलाई चाहिँ आफ्नो पकेटबाट अपरेसनमा उहाँलाई डाक्टर हस्पिटलले जति पैसा दिएको थियो त्यति पैसा चाहिँ त्यो मिस्त्रीलाई दिन खोज्नुभयो। तर त्यो मिस्त्रीले पैसा लिनु भएन। उहाँले कति कोसिस गर्दाखेरि पनि मैले त तपाईँलाई सहयोग गरेको, म यो पैसा लिन्न भन्नुभयो। म यो पैसा लिन्न भन्नुभयो। डाक्टर साहबले कति कोसिस गर्नुभयो, यो पैसा लिनुहोस्, तपाईँले यत्रो सहयोग गर्नुभयो, तपाईँ भगवान भएर म कहाँ आउनुभयो, यो पैसा लिनुहोस् भनेर डाक्टर साहबले कति भन्नुभयो, तर उहाँले पैसा लिनु भएन। त्यो व्यक्तिले डाक्टर साहबलाई के भन्नुभयो भन्दाखेरि, ठिक छ, मैले तपाईँलाई सहयोग गरेँ, म यो पैसा तपाईँको हातबाट लिन्न, तपाईँ पनि कोही विपदमा परेको मान्छेलाई यो पैसाले सहयोग गर्नुहोला। त्यो साइकल लिएर ती व्यक्ति त्यहाँबाट हिँडे। डाक्टर साहब छक्क पर्नुभयो। डाक्टर साहब पनि आफ्नो गाडीमा बस्नुभयो, गाडी लिएर हिँड्नुभयो। त्यो व्यक्तिले भनेको कुरा डाक्टर साहबलाई मनमा बिजिरह्यो। उहाँ घर पुग्नुभयो, रातभरि सुत्न सक्नु भएन। अब कसलाई मैले यस्तो आपद विपद परेको व्यक्तिलाई सहयोग गर्ने यो पैसाले? उहाँ सोच्दै हुनुहुन्थ्यो। उहाँ छटपटिँदै उठ्नुभयो र घरबाट बाहिर निस्किनु भयो।
निस्केर चाहिँ एउटा कफी सपमा जानुभयो। अनि त्यो कफी सपमा कफी माग्नुभयो। एउटा महिलाले त्यो डाक्टर साहबलाई कफी ल्याएर दिनुभयो। त्यो महिला प्रेग्नेन्ट हुनुभएको रहेछ। डाक्टर साहबले यसो हेर्नुभयो, दयालाग्दो महिला, यसो गरिब, रेस्टुरेन्ट कफी सपमा काम गरेको, अब यो भन्दा सहयोग गर्ने ठाउँ चाहिँ मैले कहीँ पनि पाउँदिनँ होला भनेर त्यो कफी खाइसकेर त्यो महिलालाई बोलाउनु भयो र त्यो हिजोको पैसा चाहिँ यो तपाईको लागि भनेर दिनुभयो। महिलाले पहिला त लिन मान्नु भएको थिएन, तर डाक्टर साहबले भन्नुभयो तपाईको अहिले यो संसारमा आउँदै गरेको बच्चाको लागि भनेर त्यो पैसा उहाँको हातमा थम्माइदिनु भयो र डाक्टर साहब खुसी हुँदै जानुभयो। ती महिला पनि अत्यन्तै खुसी भइन्। ती महिला खुसी हुँदै त्यो रेस्टुरेन्टको मालिकलाई आजमा चाँडै घर जान्छु है भनेर भनिन् र मालिकले पनि हुन्छ भन्नुभयो। अनि उनी एकदमै खुसी भएर त्यो अघि दिएको पैसा लिएर उहाँ आफ्नो घर जानुभयो र घरमा गएर उहाँको श्रीमानलाई उहाँले कुरिरहनु भएको थियो। श्रीमान पनि आफ्नो काम सकेर आइपुग्नु भयो। अनि महिलाले श्रीमानलाई एकदमै हर्षित भएर खुसीको मुद्रामा खुसी भएर आज मेरो रेस्टुरेन्टमा एउटा यस्तो व्यक्ति आउनु भएको थियो, उहाँले चाहिँ मलाई यति धेरै पैसा दिनुभयो हाम्रो यो बच्चाको लागि भनेर भन्नुभयो त्यो महिलाले। अब यहाँ बुझ्नुपर्ने कुरा के छ भनेदेखि त्यो महिलाको जुन श्रीमान हुनुहुन्थ्यो त्यो श्रीमान चाहिँ हिजो जो गाडी बनाउनु भएको मिस्त्री थियो उहाँकै श्रीमती चाहिँ पर्नुभयो। हेर्नुहोस् भगवानको लीला। घुम्दै फिर्दै पाउनु पर्ने त्यो पैसा मिस्त्रीको हातमा नपरेर मिस्त्रीको श्रीमतीको हातमा पर्यो। ईश्वरको लीला हेर्नुहोस् त कति अपरम्पार छ। भनेपछि हामीले भगवानलाई कति मान्छौँ, भगवानको कति गुणगान गाउँछौँ। भगवान छैन पनि भन्छन्, भगवान त आखिर रहेछन् नि।